नमस्ते, म विकेश रोम्बा। म चाहिँ आज के कुरो गर्न जाँदैछु भन्दाखेरि जति पनि यो जेनेरेसनमा अब युथहरू हुन्छ नि त होइन, मानिसहरू, अहिलेको मानिसहरू दिमागमा के सोचिरहेको हुन्छ भन्दाखेरि यार यस्तो जिन्दगी किन पायो, मर्न पाए नि हुन्छ भन्ने सुसाइड गर्न पाए नि हुन्छ, सुसाइड पनि गरिरहेको छ। कति मान्छेले जिन्दगी देखेर आफ्नो हालत भनौँ न, अवस्था, घर, फ्यामिली, परिवार यस्तो अवस्था देखेर कति सुसाइड पनि गरिरहेको हुन्छ क्या। तिमीले के सोचेको छौ यार? अलिकति दिमाग लाउनु पर्दैन? यस्तो दुःख, सङ्घर्ष, घर, फ्यामिलीमा प्रब्लम भन्ने कुरा हरेक मान्छेको जीवनमा आउँछ नि। त्योसँग लड्ने क्षमता हुनु पऱ्यो क्या। लड्ने क्षमता, म यस्तो गर्छु भन्ने कुरा। तिमी अलिकति प्रब्लम आउने बित्तिकै अलिकति भनौँ न, घर, फ्यामिली, यताउति, कोही त अब बोयफ्रेन्ड गर्लफ्रेन्डको प्रब्लम आउने बित्तिकै अब सुसाइड गर्ने टाइपको पनि हुन्छ। किन त्यस्तो तिमीहरूले त्यस्तो वेमा गइरहेछ कि, गलत वेमा? तिम्रो लागि तिम्रो बाउ आमाले कतिसम्म सङ्घर्ष गरे होला, तिमीलाई पढायो, तिमीलाई हुर्कायो, ठुलो बनायो। अहिले आएर तिमी एउटा भनौँ न सानो प्रब्लममा अड्केर तिमी सुसाइड गर्न खोज्ने, अनि यस्तो गर्लफ्रेन्ड बोयफ्रेन्ड भनौँ न, गर्लफ्रेन्ड होस् या बोयफ्रेन्ड, त्यो प्रब्लममा आएर सुसाइड गर्न खोज्ने, त्यो भने एकदम गलत वे हो नि त यार। तिमीले सोच त, तिम्रो लागि कतिसम्म दुःख गरे हुन्छ, तिमीलाई पढाउने, हुर्काउने आमा बुबा। अलिकति क्षमता राख्नु पऱ्यो कि यार यतिको त म गर्न सक्छु भन्ने कुरा। कहिले तिमी हार नमान क्या। यो जिन्दगी पाउनु नै तिमीले सबैभन्दा ठुलो जिन्दगी पाएको। तिमीले गर्व गर्नुपर्छ कि मैले यो धरतीमा टेक्न पाएँ, मैले संसार हेर्न पाएँ, मैले दुनियाँ हेर्न पाएँ। हरेक मान्छे, प्राय मान्छे हुन्छ कि अहिलेको मान्छेहरू सुसाइड हरेक कुरामा। त्यो एकदम गलत कुरा। हरेक कुरामा बरु लड्न खोज, अगाडि बढ्न खोज, पछाडि होइन कि अगाडि बढ्न खोज्ने हो। अब एउटा केटाले छोड्यो, एउटा केटीले छोड्यो, उसले सुसाइड गर्नु, ब्रेकअप भयो, सुसाइड, त्यो होइन नि यार। त्यस्तो कहिले नसोच। बरु त्योभन्दा अब राम्रो बेटर गर्छु भन्नेतिर सोच कि, उसलाई के गरेर देखाउँछु भन्ने कुरा। अनि एउटा घर, फ्यामिलीमा प्रब्लम आयो, अब हुन्छ नि, हरेक मान्छेको प्रब्लम हुन्छ घर, फ्यामिलीमा। अनि पैसाको प्रब्लम हुन्छ, अनि हरेक कुराको हुन्छ नि त। सानोतिनो बाउ आमासँग यताउति भयो भने पनि त्यस्तो कुरामा तिमीले कहिले गलत वे नसोच कि। त्यो भन्ने कुरा तिमीलाई सिकाएको हो कि, तिमीलाई राम्रो बाटोमा हिँड्ने तरिका हो। प्रब्लमसँग लड्न सक्नु पऱ्यो कि, लड्न सिक्नु पऱ्यो। सबै कुरा